सो अब हजुरहरू सबैलाई चाहिँ मैले फेरि पनि स्वागत गरेँ है। हरे कृष्ण, म सुनिल छेत्री हजुरहरूलाई चाहिँ लजिकल रिजनिङमा चाहिँ म हजुरलाई चाहिँ फेसिलिटेट गर्छु। सो अब यो पटक चाहिँ हामी अब समय कम भएको भएर हजुरलाई चाहिँ कम्प्लिट एकदम डिटेलली चाहिँ हामी पढाउन नसके पनि मेन मेन कुराहरूलाई मेन मेन टपिकहरू जहाँ चाहिँ अघिल्लो वर्ष प्रश्न सोधिए र रिसेन्टली जुन यो असिस्टेन्ट अफिसरमा अनि इन्सपेक्टरमा जुन सोधिए त्यो टपिकहरूलाई चाहिँ यसो कभर अप गर्ने तरिकाले चाहिँ म तपाईँलाई चाहिँ ती टपिकहरूलाई चाहिँ म तपाईँलाई चाहिँ अलिकति फरक ढङ्गले चाहिँ त्यसलाई चाहिँ रिभाइज गराउँछु। अनि डिटेलली चाहिँ हजुरले चाहिँ फेरि त्यो अघिल्लो वर्षको चाहिँ भिडियोहरू हेर्नु होला, किनकि रिसेन्टली जुन इक्जाममा आएका जुन लोकसेवामा सोधिएका र उतापट्टि इन्स्टिट्युटमा सोधिएको अधिकृत तहको होइन, त्यहाँ त्यहाँ सोधिएका टपिकहरूबाट प्रश्न सोधिन सक्ने र त्यस्तै टाइपको सोधिन सक्ने भएको भएर म तिनै तिनै टपिकहरूलाई बढी फोकस गर्छु यो पटक है। समय पनि कम छ त्यो भएर। र अब नन भर्बलमा चाहिँ हजुरहरूलाई चाहिँ अब पाँच छवटा क्वेसन आयो भन्नुभएको थियो होइन, मलाई जहाँसम्म मलाई याद छ। अब हजुरलाई पनि थाहा छ होला जसले इक्जाम दिनुभयो। सो त्यो छवटा प्रश्न मध्येको चाहिँ सबैभन्दा बेस्ट चाहिँ तपाईँको चाहिँ यो मिरर इमेज र वाटर इमेज हो। यो दुइटा टपिकबाट पनि प्रश्न आउँछ होइन, आफैमा पनि सोध्छ र यसकै कन्सेप्ट चाहिँ अरू टपिक पनि हुने भएको भएर चाहिँ हामी पहिला चाहिँ यसलाई हामी हेरौँ है त। अब यो मिरर इमेज छ र अर्को चाहिँ तपाईँको चाहिँ वाटर इमेज छ। सो मिरर इमेजको कुरामा चाहिँ म तपाईँलाई थोरै यसको बारेमा भन्छु। सो मिरर इमेज चाहिँ के हुन्छ भन्दा जस्तै यो ओरिजिनल इमेज छ नि होइन, यो ओरिजिनल इमेजलाई चाहिँ मिररमा हेर्दा कस्तो देखिन्छ भन्ने कुरा हो है। अब यसको लागि सबैभन्दा पहिला चाहिँ म हजुरलाई चाहिँ एउटा कन्सेप्ट चाहिँ म के को चाहिँ बुझाउँछु भन्दाखेरि चाहिँ यसमा चाहिँ हाम्रो डिरेक्सन भन्छौँ नि होइन, जस्तै डिरेक्सनमा के हुन्छ भन्दा चाहिँ यो नर्थ हुन्छ होइन, यो तपाईँको चाहिँ इस्ट हुन्छ, यो साउथ हुन्छ, अनि यो तपाईँको चाहिँ वेस्ट हुन्छ है। यो चारवटा हाम्रो मेजर डिरेक्सन हुन्छ, ठिक छ। यो मेजर डिरेक्सनलाई नै हामी म के भन्छु भन्दा जुन हामी नर्मली चाहिँ अब हजुरले यसो कुनै बुक हेर्नु भने त्यहाँदेखि चाहिँ यसलाई हामी टप पनि भन्न सक्छौँ होइन। टप भने के हो त भन्दा चारवटा डिरेक्सन भन्दा तपाईँलाई बुझाउनु किन सजिलो हुन्छ भन्दा यसपछि हामी डिरेक्सन डिस्टेन्स पनि इम्पोर्टेन्ट टपिक छ होइन। सो त्यहाँ चाहिँ हामी यही डिरेक्सनकै बारेमा पढ्ने भएको भएर सजिलो हुन्छ होइन। यो चाहिँ तपाईँको बटम पनि भयो होइन, यसलाई हामी बटम भन्छौँ। अनि यसलाई हामी राइट भन्छौँ के अरे होइन, राइट ह्यान्ड साइड भन्छौँ, यसलाई हामी लेफ्ट भन्छौँ होइन। सो लेफ्ट राइट टप बटम भन्दा पनि नर्थ इस्ट साउथ वेस्ट भनेर चाहिँ यसरी पढ्यौँ भने सजिलो हुन्छ बुझ्नको लागि होइन। सो अनि अर्को हुन्छ तपाईँको चाहिँ यो चाहिँ यसलाई हामी मेन डिरेक्सन भन्छौँ होइन। यो चाहिँ हाम्रो चाहिँ प्राइम डिरेक्सन भन्दा हुन्छ यसलाई, प्राइम डिरेक्सन वा तपाईँको चाहिँ मेन डिरेक्सन के त नर्थ इस्ट साउथ र वेस्ट यो भयो। अनि बाँकी यसलाई फेरि हामी फर्दर हामीले यसलाई चाहिँ होइन बिचमा चाहिँ हामी यसलाई चाहिँ इन्टरसेक्ट गऱ्यौँ भने हुन्छ नर्थ र इस्टको बिचलाई हामी नर्थ इस्ट भन्छौँ, ठिक छ। साउथ र इस्टको बिचलाई हामी साउथ इस्ट भन्छौँ, साउथ र वेस्टको बिचकोलाई हामी साउथ वेस्ट भन्छौँ, र वेस्ट र नर्थ नर्थ र वेस्टको बिचको हामी नर्थ वेस्ट भन्छौँ। यसलाई हामी चाहिँ सब डिरेक्सन भन्छौँ वा यसलाई हामी कार्डिनल डिरेक्सन भन्छौँ है। मैले यसलाई चाहिँ यसलाई यसलाई हामी प्राइमलाई मेजर पनि भन्छौँ होइन, मेजर डिरेक्सन पनि भन्छौँ। यसलाई हामी माइनर वा होइन माइनर तपाईँको चाहिँ सब डिरेक्सन पनि भन्छौँ होइन। सब डिरेक्सन के हुन्छ तपाईँको भन्दा नर्थ इस्ट हुन्छ एउटा, अर्को साउथ इस्ट हुन्छ, अर्को तपाईँको चाहिँ साउथ वेस्ट र अर्को तपाईँको चाहिँ नर्थ वेस्ट हुन्छ है। यो कुराहरू हजुरले चाहिँ नोट गर्नु होला, किनकि यसकै कन्सेप्ट तपाईँको चाहिँ उतापट्टि टपिक पनि काम लाग्छ र यहीँ वाटर इमेज मिरर इमेज सँगसँगै अरू टपिकहरू पनि ठ्याक्कै तपाईँको चाहिँ यही कन्सेप्टबाट तपाईँलाई म बुझाउँछु है। अब यहाँ हामी जब मिरर इमेजको कुरा गर्छौँ नि, मिरर इमेजमा के हुन्छ भन्दाखेरि चाहिँ जस्तै मैले तपाईँलाई भने जस्तै अब लेटर कुरा गरेर मैले एफ भयो होइन, यो एफ भयो। यो एफलाई चाहिँ यदि हामीले मिरर इमेज हेऱ्यौँ भने के हुन्छ त मिरर हामीले कि त राइट ह्यान्ड साइडमा राख्छौँ कि हामी लेफ्ट ह्यान्ड साइडमा राख्छौँ, यो चाहिँ के हो तपाईँको चाहिँ मिरर भयो है। जता राखे नि हुने सेम नै हो, तर हामीले अलिक कमनली इजी के हुन्छ भन्दा राइट ह्यान्ड साइडमा हुन्छ। त्यही भएर राइट ह्यान्ड साइडमा हामीले मिरर राखेर हेऱ्यौँ भने यो के हुन्छ भन्दा तपाईँको चाहिँ जस्तै मैले यहाँ गोलो गोलो बनाइदिन्छु होइन, यो चाहिँ के हो तपाईँको चाहिँ भन्दा यो तपाईँको चाहिँ मिररभन्दा नजिक छ, यो मिररभन्दा नजिक पहिला आउँछ, अझै पहिला दुइटा गोलो हुन्छ होइन। अनि त्यसपछि के हुन्छ भन्दा यसलाई हेऱ्यौँ भने तपाईँको चाहिँ यो यस्तो हुन्छ हो। सो के भयो त भन्दाखेरि चाहिँ यो त तपाईँको यसलाई हेर्नु भने यो त राइट ह्यान्ड साइडमा छ होइन, राइट ह्यान्ड साइडको यतापट्टि आउँदा के त लेफ्ट ह्यान्ड साइडमा आयो कि, तर यो माथिको टपको टपमै छ, यो बटमको चाहिँ पार्ट चाहिँ बटममै छ भनेपछि के बुझ्यो भन्दाखेरि चाहिँ तपाईँको चाहिँ मिरर इमेजको केसमा चाहिँ मिरर इमेजमा होइन, मिरर इमेजको केसमा के हुन्छ त भन्दा तपाईँको चाहिँ नर्थ र साउथ है, नर्थ एन्ड साउथ, साउथ चाहिँ तपाईँको चाहिँ सेम हुन्छ, ठिक छ। तर वेस्ट एन्ड
इस्ट के हुन्छ तपाईँको चाहिँ यो चाहिँ तपाईँको चाहिँ चेन्ज हुन्छ। यति कुरा तपाईँले दिमाग राख्नु भने सबै तपाईँको चाहिँ चित्रसँग सम्बन्धित वा लेटरसँग सम्बन्धित वा नम्बरसँग सम्बन्धित जस्तोसुकै प्रश्न आयो नि तपाईँले सल्भ गर्न सक्नुहुन्छ। मिरर इमेजमा कुनै पनि इमेजलाई हेर्दा कस्तो देखिन्छ भन्ने प्रश्न आउँछ, अहिले हामी हेर्छौँ। त्यसमा जस्ट तपाईँले के बुझ्नु पर्यो भन्दा नर्थ र साउथ सेम हुन्छ भनेको टप र बटम चाहिँ सेम हुन्छ, तर लेफ्ट चाहिँ कि त वेस्ट तपाईँको चाहिँ इस्टमा आउने भयो, इस्ट चाहिँ तपाईँको चाहिँ वेस्टमा आउने हुन्छ नि, लेफ्ट चाहिँ राइट हुने भयो, राइट चाहिँ लेफ्ट हुने भयो। यति चाहिँ तपाईँले बुझ्नु पर्यो। भनेपछि अब कुनै कुनै कस्तो आउँछ भन्दा यहाँ तपाईँको चाहिँ यस्तो एरो दिन्छ क्या फेरि होइन, यस्तो एरो दिन्छ होइन। अनि यहाँ तपाईँको चाहिँ अब यसलाई चाहिँ के त भन्दा अब यहाँ तपाईँको चाहिँ यस्तो देला अब होइन, यहाँ माथिपट्टि बक्स देला, यहाँ तलपट्टि तपाईँको चाहिँ अर्को चाहिँ तपाईँको चाहिँ दुइटा लाइन देला। अब यस्तो खाले इमेज दिएर चाहिँ यसलाई मिरर इमेजमा कस्तो देखिन्छ नि सोच्छ तपाईँ। सो त्यो अवस्था फेरि के गर्नु त हामीले कि त राइट कि लेफ्टमा हामीले मिरर राख्नु पर्यो। अब मिरर राख्दा के हुन्छ भन्दा तपाईँको चाहिँ माथिको र तलको त सेम हुन्छ भन्ने कुरा भयो नि त, नर्थ र साउथ सेम छ भनेपछि तपाईँको चाहिँ यो जुन स्क्वायर सेपको बक्स चाहिँ माथि हुने भयो होइन, डिफ्रेन्ट कलर गराए, यो सेमै हुने भयो, तलपट्टि पनि तपाईँको सेमै हुने भयो। यदि माथिको होइन टपको सेम, टप र बटम सेम हुन्छ नि कुरा चाहिँ होइन, नर्थ र साउथ सेम भनेपछि नर्थ माथिको भयो, साउथ तलको भयो होइन, सो सेम हुने भयो। तर के हो त यो एरो के छ त भन्दा तपाईँको यो त यो नर्थ इस्टको पार्ट छ होइन, यहाँ हेर्नुभयो नर्थ इस्ट छ भने यो नर्थ इस्टतिर छ हो कि होइन, र यो तपाईँको चाहिँ साउथ वेस्टतर्फ छ भनेपछि नर्थ इस्ट र साउथ वेस्टको पोजिसन चाहिँ चेन्ज हुने भयो क्या। अब कसरी चेन्ज हुन्छ भन्दा हजुरको दिमागमा के छ भन्दा नर्थ र साउथ सेम हुन्छ भनेपछि नर्थ इस्टको नर्थ चाहिँ सेम हुनु पर्यो, तर इस्ट के हुनु पर्यो त वेस्ट हुनु पर्यो। यहाँ के तपाईँको के त भन्दा इस्ट र वेस्ट चेन्ज हुन्छ चाहिँ इस्ट चाहिँ तपाईँको चाहिँ वेस्ट हुन्छ र वेस्ट चाहिँ तपाईँको चाहिँ के हुन्छ इस्टमा चेन्ज हुन्छ। यही त भने भनेपछि तपाईँको के हो त यो तपाईँको एरो चाहिँ यतापट्टि हुने भएपछि यहाँ कस्तो हुने भयो त यहाँ यस्तो खाले एरो हुने भयो भनेपछि के हो त नर्थ चाहिँ नर्थै हो, तर के हो त भन्दा इस्ट चाहिँ के त वेस्टतर्फ भयो होइन। सो यो हुने भयो। अनि तलपट्टिको साउथ वेस्ट छ, साउथ त सेमै हो भनेपछि साउथ र साउथ सेमै छ, तर के त भन्दा वेस्ट के हुनु पर्यो त इस्ट हुनु पर्यो भने तपाईँको चाहिँ यो त तपाईँको चाहिँ साउथ इस्टतर्फ चाहिँ यो आउने भयो भनेपछि यस्तो खाले इमेज बन्छ। यो तपाईँहरूले अलरेडी इन्सपिरेसन पढ्नु भएको होइन, अब बिर्सिनु भयो ग्याप धेरै भयो, त्यो भएर मात्र अलिकति तपाईँलाई रिकल गरेको। अब एक यसकै ठ्याक्कै उल्टो के हुन्छ भन्दा वाटर इमेज हुन्छ। अब वाटर इमेज के हुन्छ भन्दा तपाईँको चाहिँ नर्थ र साउथ चाहिँ चेन्ज हुन्छ, तर वेस्ट र इस्ट चाहिँ सेम हुन्छ क्या। त्यहाँ चाहिँ ठ्याक्कै मिरर इमेजको अपोजिट के हुन्छ भन्दा वाटर इमेज हुन्छ, र वाटर इमेजमा के हुन्छ त भन्दा मिरर तपाईँको तलपट्टि हुन्छ। जस्तै ए छ भने यसलाई अब वाटर इमेज हेर्दा के हुन्छ तपाईँको चाहिँ हामीले मिररलाई कि त तल कि माथि राख्छौँ, राख्दा के हुन्छ तपाईँको चाहिँ ठ्याक्कै उल्टो हुन्छ। के भयो त भन्दा तलको चाहिँ माथि भयो, माथिको चाहिँ तल भयो होइन। भनेपछि नर्थ र साउथ चाहिँ के हुन्छ चेन्ज हुन्छ, र वेस्ट र इस्ट चाहिँ सेम हुन्छ। यति कुरा हो तपाईँको चाहिँ वाटर इमेज र मिरर इमेजको कन्सेप्ट। यहाँसँग कसैलाई केही काहीँ डाउट छ प्लिज, छ भने प्लिज सोध्न सक्नुहुन्छ मलाई, नभए म अब तपाईँलाई क्वेसनतिर ल्यान्छु। लेख्नु भयो एकचोटि लेख्नु ल, म अहिले फेरि वाटर इमेज पनि आउँछु। अहिले मैले मिरर इमेज सँगसँगै तपाईँले थोरै वाटर इमेज पनि बुझाइदिएको, मिरर इमेज चाहिँ ठ्याक्कै उल्टो हुन्छ मात्र भने है, तर मिरर इमेज चाहिँ बुझ्नु होला है। अब यसमा सोध्ने भनेको लेटर सोध्छ, नम्बर सोध्छ र इमेज सोध्छ। अब तिनटैको कन्सेप्ट चाहिँ हामी यसबाटै गर्छौँ, नभए हजुरहरूले स्क्रिनसट लिँदा नि हुन्छ है। अगाडि बढाउँ सर साथीहरू, हजुरलाई म के भन्नु सर म्यामै भनेर भनौँ होइन। स्क्रिनसट लिनुभयो, कपी गरी भन्नुभएको चाहिँ भन्दा नि हुन्छ है। यहाँ च्याटमा नि हजुरले लेख्न सक्नुहुन्छ, हजुरलाई यदि बोल्नलाई असजिलो भइरहेछ भने होइन। ल हजुर म म्याथ पनि हेर्छु, यहाँ हेर्न सक्छु। जस्ट के बुझ्नु छ त मेरो इमेजमा नर्थ र साउथको पोजिसन सेम हुन्छ, वेस्ट र इस्ट चाहिँ चेन्ज हुन्छ, वेस्ट इस्ट हुन्छ इस्ट चाहिँ वेस्ट हुन्छ, यति बुझ्नु होला है। ल ओके गो हेड छ। अब हेर्नुहोस् है, अब मेरो इमेजमा अरू के तपाईँले ध्यान दिनुपर्छ भन्दा चाहिँ तपाईँको चाहिँ एउटा लेटर, एउटा क्यापिटल लेटर हेर्नुपर्छ, याद गर्नुपर्छ। अर्को स्मल लेटर, अर्को नम्बर है। अब क्यापिटल लेटरमा चाहिँ कुन कुन सेम हुन्छ भन्ने कुरा चाहिँ तपाईँले चाहिँ आफै पनि हेर्न सक्नुहुन्छ। म सिधै सर्टमा यहीँ म तपाईँलाई म गोल लगाइदिन्छु ताकि तपाईँलाई सजिलो होस् होइन। क्यापिटल लेटरमा भएका के छ त एउटा तपाईँको ए छ हेर्नु है, ए सेम छ
अर्को हेर्नु भने एच सेम छ, आई सेम छ, अर्को एम सेम छ, ओ सेम छ, हेर्नु टी सेम छ, यु सेम छ, बी सेम छ, डब्लु सेम छ, एक्स सेम छ, वाइ सेम छ, यति नै हो। अब यो सबै लेटरहरूलाई तपाईँले अब याद गर्नुपर्छ। अब याद गर्दा एउटा मैले ट्रिक बनाएको थिएँ त, वाइएमआई डब्लुएचवाई, वाइएमआई टु अनि युभिएक्स कतिवटा छ त, 11 छ। हेर्नु 1 2 3 4 5 6 7 8 9 10 11 टोटल क्यापिटल सेम भयो केमा त, मिरर इमेजमा तपाईँको चाहिँ 11 छ। याद गर्नुपर्छ त, वाइएमआई टु सिरियसको ठाउँमा युभिएक्स भनेर राखिदिनु न, होइन। सो यता यसरी याद गर्नु सक्नुहुन्छ। ठिक छ, जस्ट यति याद गर्नुहोस् भयो। अब स्मल लेटरमा के छ त भन्दा तपाईँको चाहिँ स्मल लेटर हेर्नु भयो भने एउटा छ आई छ, अर्को छ एल छ, अरू हेर्नु भयो भने ओ छ, अर्को के छ तपाईँको भी छ, डब्लु छ, एक्स छ, यही हो, अरू छैन, अरू फरक छ होइन। अब यसलाई याद गर्ने ट्रिक के छ त, ल एउटा बनाउनु त हजुर ट्रिक, ल यहाँ भएको लेटरहरूलाई मिलाएर मिलाएर बनाउनु त के बनाउँछ, लेख्नुहुन्छ कमेन्टमा कतिको याद छ अगाडि वर्षको। नयाँ हुन्छ साथीहरू त अब थाहा छैन होइन, भनिहाल्छु। के पाउन सक्छौँ भन्दा एउटा आई भयो, एल भयो, ओ भयो, भी छ, डब्लु एक्स हो। अब यसलाई मैले के बनाउन सक्छु भन्दा स्मलमा है, म यही लेख्थ्यो स्मलमा। स्मल लेटरमा के हुन्छ त तपाईँको भन्दा स्मल लेटरमा चाहिँ एउटा आई छ होइन, अर्को चाहिँ एल छ, अर्को चाहिँ ओ छ, भी छ, अनि अर्को चाहिँ डब्लु छ, अनि अर्को चाहिँ एक्स हो, यही हो। कति छ 1 2 3 4 5 6 छवटा छ। अब यसलाई सम्झिनु तपाईँले के गर्न सक्नुहुन्छ भन्दा चाहिँ आई लभ, ठिक छ, वा तपाईँको चाहिँ आई लभ लेख्नु, अनि तपाईँको चाहिँ इएक्स अनि वाइफ, कुरा बुझ्नुहुन्छ। मैले जस्ट सम्झिनुको लागि तपाईँलाई के भने भन्दा आई लभ एक्स वाइफ होइन, ठिक छ। यो खास त यी त होइन नि त होइन, यी चाहिँ मैले जस्ट सम्झिनु राखेको होइन। अब डब्लुबाट तपाईँले चाहिँ वाइफ सम्झिनु सक्नुहुन्छ, सो यो तपाईँको सम्झिनु लान्छ के त तपाईँको चाहिँ हेर्नु त, आई लभमा चाहिँ यी छैन, अनि एक्स र डबल छ। अब एक्स र डबल चाहिँ अब एक्स वाइफ भनेर सम्झिनु भयो होइन, ताकि तपाईँले चाहिँ एकसरीमा याद होस् र भोलि यी लेटरहरूको चाहिँ अब क्वेसनमा चाहिँ तपाईँको आयो भने कुन कुन लेटर तपाईँको सेम हुन्छ भन्ने तरिकाले पनि तपाईँले चाहिँ सिधै एन्सर निकाल्न सक्नुहुन्छ। अनि नम्बरमा चाहिँ के छ भन्दा तपाईँको चाहिँ एउटा चाहिँ 0 छ, सेम टु सेम भएको, अर्को चाहिँ 8 छ है, 0 र 8 चाहिँ तपाईँको चाहिँ नम्बरमा है, यो बाहेक अरू छैन। यति तपाईँले हेर्नुपर्छ मिरर इमेज, मिरर इमेजको लगभग कन्सेप्ट छ। मैले के भन्दा क्यापिटल लेटर छ भने वाइएमआई टु युबिएक्स भनेर सम्झिनुहोस्, स्मल लेटरमा आई लभ एक्स वाइफ भनेर सम्झिनुहोस्। यी चाहिँ हुँदैन, तपाईँलाई थाहा छैन किनकि तपाईँको यी त यस्तो उल्टो हुन्छ होइन, तर यी किन राखेको सम्झिनलाई होइन। लभमा चाहिँ यी हामीले त्यही राख्यौँ, अनि एक्स इएक्सको त्यसै पनि तपाईँको एक्स सम्झिनलाई, अनि डब्लुबाट चाहिँ वाइफ सम्झिनु भयो भने ठ्याक्क तपाईँको इजी भयो। अनि नम्बरमा चाहिँ 0 र 8 है, यति कुरा हेर्नु भयो। अब क्वेसन कसरी आउँछ, क्वेसन यसरी आउँछ, चुज द अल्टरनेटिभ विच एक्ज्याक्टली रिसेम्बल द के भन्छ त मिरर इमेज अफ द गिभन कम्बिनेसन भनेको छ। सो यहाँ दिएको छ मकालु दिएको छ, यसरी क्यापिटलमा दिन सक्छ है। किन लोकसेवाको क्वेसनहरू मोटामोटी त्यस्तै टाइपको चाहिँ आउने भएको मैले गरिरहेको छु, तर यो पटक चाहिँ अब अलिकति सजिलो क्वेसन गराउनु पर्ला, किन लास्ट टाइम अलिकति हार्ड अलिक डिफिकल्ट पढ्यौँ हामीले होइन, अनि इक्जाममा चाहिँ अलिकति सजिलै आयो भनेर भन्नुभएको थियो। त्यो भएर चाहिँ अब त्यही फिडब्याक अनुसार चाहिँ अलिकति सजिलो सजिलो टाइपको पढाउँला यो पटक है। सो अब मकालु भनेर चाहिँ सबै क्यापिटलमा छ, अब हेर्नु पर्यो। अब तपाईँलाई थाहा छ के थाहा छ भन्दा चाहिँ यो मकालु मात्रै तपाईँको चाहिँ अब मिरर राख्नु पर्यो, यहाँ राख्नु पर्यो, राइट कि लेफ्ट राख्नु पर्यो भनेपछि मिरर भन्दा अगाडिको नजिकको मिरर भन्दा नजिक हुनु भने पहिला युबाट सुरु हुनु पर्यो र लास्टमा चाहिँ एममा गएर इन्नु पर्यो। चाहिँ युबाट सुरु भएर एममा गएर इन्नु भएको हेर्नु पर्यो। यहाँ एमबाट सुरु भएको छ आउट, यो तपाईँको चाहिँ एम उल्टो छ आउट, यहाँ यु उल्टो छ आउट, अप्सन नम्बर बी हुन्छ सिधै, किनकि वाइएमआई टु युबिएक्समा यु आउँछ, यु त सेम टु सेम हुनु पर्यो नि त, पर्यो भनेपछि तपाईँको चाहिँ यु सेम हुनु, यो त उल्टो यु छ त्यसै आउट भयो। र अर्को कुरा तपाईँलाई मैले के भने त भन्दा नजिक यहाँ थोरै एउटा कुरा भन्यो होइन, जस्तै जुन यो ओरिजिनल इमेज छ यो मिरर इमेज छ, मिररबाट नजिक के छ त यो फ्लावर छ, मिररबाट नजिक छ।
मिररबाट टाढा के छ त, यो म्याजिक स्टिक छ, मिररबाट टाढा छ भनेको त नजिकको नजिक टाढाको टाढा देखिन्छ है। यो पनि हजुर चाहिँ नोट गरौँला, नजिकको नजिकको नजिक हुन्छ हो, र टाढाको चाहिँ टाढा तपाईँको चाहिँ हुनुपर्छ चित्रमा है। यति अब चाहिँ तपाईँको यो कोर कन्सेप्ट बुझ्नु भने सजिलो भइहाल्छ। ठिक छ। सो अब यहाँ हेर्नुभयो भने नेक्स्ट क्वेसन जाउँ। यो इफेक्टिभ छ। अब यसलाई हजुरले के हेर्नु पर्यो भन्दा मिरर इमेज हेर्नु पर्यो। सो मिरर इमेज हेर्दा कुन चाहिँ हुन्छ एकचोटि मलाई सर भनिदिनु कमेन्टमा। सबैभन्दा पहिला मिरर राख्नु पर्यो हामी लेफ्ट वा राइटमा। अब यहाँ दुवैतिर ईबाट इन भएको छ भने ई त हुनु पर्यो, तर ई त उल्टो हुनु पर्यो नि त होइन। यहाँ सुल्डो ई छ आउट, बाँकी तिनटामा चाहिँ उल्टो छ। ठिक छ। अब अर्को हजुरले हेर्नुभयो भने ठिक छ, ई पछि त भी हो होइन। ई पछि पहिला नजिकको नजिक हुनु पर्यो, टाढाको टाढा हुनुपर्छ। ई पछि भी छ भनेपछि भी आउनु पर्यो, ई भी हुनु पर्यो होइन। सो इभी कहाँ छ, यहाँ छ, यहाँ इएफ छ, त्यसरी यो पनि आउट भयो, यहाँ इभी छ। ठिक छ। अब यहाँ हेर्नु कुनै एउटा यस्तो खोज्नुहोस् जुन चाहिँ तपाईँको त यहाँ तपाईँको चाहिँ जसले चाहिँ यो डिफ्रेन्सिएट गरोस्। यहाँ हेर्नु भने डबल एफ छ, एफ त उल्टो हुनु पर्यो हो नि त होइन। यहाँ उल्टो एफ छ दुइटा। ठिक छ। तर यहाँ हेर्नु एउटा सुल्टो छ, अर्को उल्टो छ, किनकि एफलाई त हेऱ्यौँ भने मेरो इमेज तपाईँको उल्टो आउने होइन, ठ्याक्क उल्टो हुने हो नि, किन यहाँ सुल्टो छ। यो हुन्छ र हुँदैन। सो यो कारणले गर्दा अप्सन नम्बर 4 पनि आउँछ। सो के भयो तपाईँको अप्सन नम्बर 1 सही भयो। बुझ्नुभयो। हामी यसरी अप्सन एलिमिनेसन गरेर चाहिँ हामी सही एन्सरमा पुग्छौँ। सबैले क्लियर छ है। सो अब थोरै हजुर गरौँ त ल। यो हेर्नु त यसमा यसको एन्सर के हुन्छ होला। योबाट वाटर इमेज मिरर इमेजबाट आउँला, किन लास्ट टाइम पनि यस्तै टाइपको चाहिँ आएको छ भन्नुभएको थियो होइन। क्वेसन हेर्न पाइएन। ल सर म्यामहरू हजुरहरूले चाहिँ अब बोल्दा नै हुन्छ, बोल्नु भने अझै राम्रो होइन, नभए पनि एटलिस्ट च्याट बक्समा लेखिदिनु होला कुन चाहिँ हुन्छ होला एन्सर 1 2 3 4 मा। राम तिमी सरले छुट्टै म्यासेज गर्नुभएको छ। ओके एभ्री वान म्यासेज गर्नुभयो नि देख्छु है। गुड आइडिया भन्नुभएको छ। योबाट आउनु सक्छ है एउटा क्वेसन मिरर इमेज र वाटर इमेजबाट। रोक्सम्म सोधिरहेको छ है। वानको भन्नुभयो। ल हेरौँ है त के छ। सबैभन्दा पहिला मिरर त हामीले मिररको पेज त हामी भर्टिकली गर्छौँ कि त लेफ्टमा कि राइट होइन। सो अब यो आई आई हो। सो आई पहिला हुनु पर्यो अनि बी लास्टमा हुनु पर्यो, तर बी उल्टो हुनु पर्यो। ठिक छ। सबैमा आईबाट सुरु भएको छ। ठिक छ। आई पछि एच छ। ठिक छ। ठिक छ। एच छ। अब 6 छ। 6 यहाँ के छ तपाईँको छ भन्दा उल्टो छ। ठिक छ। यहाँ सुल्टो 6 छ, त्यही भएर तपाईँको 6 हुँदैन आउट। अनि यहाँ तपाईँको 9 6 चाहिँ तपाईँको चाहिँ होइन, यो माथिको त माथि हुनु पर्यो, टपको टप हुनु पर्ने हो नि त, तर यहाँ बटमतिर गएको छ, त्यो यो नि भएन। सो 6बाट हामीले 2 र 4 लाई एलिमिनेट गर्यौँ होइन। अब बाँकी र अर्को कुनै एउटा हेर्नु पर्यो। अब यसो हेर्नु भने यसो हेर्दै आउनु भयो भने दुवैमा 1 पनि ठिक छ। अब क्यू हेर्नु भने हेर्दा क्यूको यसमा तपाईँको के छ भन्दा यतापट्टि गएको छ, यतापट्टि तपाईँको चाहिँ सेम छ, यो त सेम छ नि त। यो मेरो इमेज हेर्दा के त तपाईँको यो पार्ट के हो त, जस्तै मैले हेरेँ भने यहाँ मैले तपाईँलाई नर्थ इस्ट साउथ वेस्टमा मैले यहाँ क्यू बनाएँ, क्यू काटेँ भनेपछि यो पार्ट कहाँ हो त भन्दा यो तपाईँको त साउथ इस्टको पार्टमा जोनमा हेरेर भएको हो नि। त यो कहाँ हुनुपर्छ भन्दा तपाईँको चाहिँ यो अब साउथ इस्टमा भएको चाहिँ साउथ चाहिँ सेम हुनु पर्यो भनेपछि साउथ चाहिँ सेम हुनु पर्यो, तर इस्ट चाहिँ के हो त वेस्ट हुनु पर्यो भने यो तपाईँको यतापट्टि काटेको हुनु पर्यो न पर्यो। सो यहाँ यतापट्टि काटेको छ तर यहाँ तपाईँको सेम छ भने यो कारणले गर्दा के हो तपाईँको चाहिँ अप्सन नम्बर 3 पनि भएन। सो एन्सर 1 हुन्छ। अब क्लियर छ।